सो हामीसँग मगर अस्ट्रेलिया समाजको संस्थापक अध्यक्ष मैले प्रोनाउन्स राइट गरेँ होला यहाँ हामीसँग आउनु भएको छ। आजको केही मगर हाम्रो यो माघे सङ्क्रान्तिको केही कुरा भनिदिनु न त के हो यो खासमा। नमस्कार है, मेरो नाम राजेन्द्र थापा मगर। म चाहिँ मगर समाज अस्ट्रेलियाको संस्थापक अध्यक्ष। हाम्रो यो संस्था चाहिँ 2011मा इस्टाब्लिस भएको हो। त्यसपछि हरेक वर्ष नै हामी यो माघे सङ्क्रान्ति मनाउँदै आइरहेका छौँ। अब हाम्रो मुख्य अब्जेक्टिभ, हाम्रो उद्देश्य चाहिँ हाम्रो मगर कल्चर संस्कारलाई चाहिँ प्रिजर्भ गर्नु, यसलाई सुरक्षा गर्नु हो र यसैलाई बढाउँदै हरेक वर्ष नै मनाउँदै आइरहेका छौँ। आज पनि हामी यहाँ भेला भएको छौँ हाम्रो यो माघे सङ्क्रान्ति मनाउन। हाम्रो मगरहरूको एउटा मुख्य पर्व हो र अब यो खासमा चाहिँ अब नेपालमा भने हो भने माघ 1 गते हाम्रो अङ्ग्रेजी महिनाको चाहिँ 15 जनवरी पर्छ। तर हाम्रो यहाँको समस्या र असुविधाहरूको सबैलाई मध्यनजर राखेर हामीले चाहिँ केही दिन अगाडि नै आज 10 तारिकको दिन यो ठाउँको नाम चाहिँ गफ विटलम पार्क अलवुड या म्यारिकभिलको छेउमा पर्छ र यहाँ हामी भव्य साथ मनाइरहेको छौँ। अब हाम्रो ड्रेस यहाँ हामी त देखिराख्नु भएको छ। हाम्रो केटाहरूले लाउने यो घलेक अनि हाम्रो भाङ्रा अनि अब कछाड पनि लाउँछौँ। अब एकदमै गर्मी भएकोले गर्दा सबैले कतिले यो भाङ्रा मात्रै लगाएर राख्छ अनि त्यस्तै केटा हाम्रो चेलीहरूले पनि आफ्नै प्रकारले लुगा लगाइरहेको छ। र साथसाथै आज यहाँ हाम्रो नेपालबाट आउनुभएको कलाकार हाम्रो मगर कला संस्कारलाई सपोर्ट गर्न आउनुभएको छ। उहाँले मधुरमा सङ्गीतमा हाम्रो सबै मगर परिवारका सदस्यहरूलाई नचाइरहनु भएको छ र यसैमा हाम्रो फेरि पनि म शुभकामना टक्राउँछु माघे सङ्क्रान्ति।